शौचालयमा मोबाइल वा किताब पढ्ने बानीले भाग्य र स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ। यो सामान्य बानीले कसरी नकारात्मक ग्रह ऊर्जाले सक्रिय बनाउँछ? वैदिक ज्योतिषमा शौचालयलाई छायाग्रह राहुको नकारात्मक क्षेत्र मानिन्छ। जब त्यहाँ बसेर केही पढिन्छ, राशिफलको तेस्रो भाव अर्थात् मन सक्रिय हुन्छ। खतरा यही नै छ, राहुको नकारात्मक छायामा मनलाई सक्रिय बनाउनु। यसरी लिएको जानकारीले बिस्तारै गलत निर्णयहरू गराउन सक्छ। त्यसो भए यसको वास्तविक जीवनमा असर कस्तो देखिन्छ त? यदि मनको भाव भाग्य भावसँग जोडियो भने भाग्यमा बाधा र कानुनी समस्या आउन सक्छ। त्यस्तै 8औं भावसँग सम्बन्ध हुँदा मानसिक थकान र पत्ता नलाग्ने स्वास्थ्य समस्या देखिन्छ। जस्तै शुक्र ग्रह प्रभावित भएमा वैवाहिक जीवन र पैसामा समस्या आउँछ, बृहस्पतिमा असर पर्दा शिक्षा र मानसिक शान्तिमा बाधा पुग्छ, अनि बुध कमजोर हुँदा बोलीमा कठोरता र व्यापारमा घाटा हुन सक्छ। मंगल ग्रहले चाहिँ दुर्घटना र अनावश्यक झगडाहरू निम्त्याउन सक्छ। सूर्य वा चन्द्रमामा असर परेमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ र शनिको प्रभावले करियरमा ढिलाइ र शारीरिक पीडा निम्त्याउँछ। अझ खास गरी वृष र मिथुन लग्न हुनेहरूले त यो बानी तुरुन्तै छोड्नुपर्छ। याद राखौं, शौचालय शरीर सफा गर्न हो, मनमा ज्ञान भर्नलाई होइन। हेर्दा सामान्य लागे पनि यो बानीले भाग्य, स्वास्थ्य र कर्म सबैलाई असर गर्छ। समाधान एकदमै सजिलो छ। आजैदेखि यो बानीलाई बन्द गरिदिनुस्। यति सानो परिवर्तनले पनि जीवनमा फेरि सन्तुलन र सकारात्मकता ल्याउन सक्छ। सोच्नुस् त, कतै राम्रो भाग्यको साँचो हामी कहाँ पढ्छौं भन्ने कुरामा त छैन।